यो चाहिँ हाम्रो काठमाडौँ गाइज। यहाँ त्यो डाँडादेखि सुरु हुन्छ भनेपछि यहाँदेखि पुरै होल काठमाडौँ है। काठमाडौँको एकदम छेउमा छु है गाइज म। माथि आउँदा स्यास्या भयो, तलबाट आएको है हामी चाहिँ। काठमाडौँको अन्तिम डाँडा भनेको यही हो है गाइज, अन्तिम डाँडा। त्यसपछि नुवाकोट अर्को जिल्ला। ल फाइनल्ली गाइज थ्याङ्क यू सो मच सबैलाई है। मैले चाहिँ युट्युब जर्नी गरेको 2.5 महिना जति भयो। यसरी चाहिँ म भिडियो बनाउँदिनँ थिएँ, तर भिडियो बनाउनु परिहाल्यो। मलाई चाहिँ खास आज चाहिँ स्पेसल के हो भन्दाखेरि एकदम खुसी लागेको छ। धेरै धेरै धन्यवाद सबैलाई होइन। टक्कसँग 1K सब्सक्राइबर पुगाएकोमा चाहिँ यही खुसीमा म चाहिँ यस्तो घुम्न आएको छु होइन। बा यस्तो ठाउँहरू पनि हेर्न सक्नुहुन्छ है, ठाउँहरू पनि हेर्न सक्नुहुन्छ, एकदम दामी छ। टक्कसँग यो ठाउँको नाम चाहिँ काभ्रेस्थली है। माथि पहाडमा उयो घाम लागिरह उयो बादल आइरह यस्तै छ है गाइज। ठाउँहरू चाहिँ यस्तै छ। अनि स्पेसल्ली आज म भिडियो बनाउनु चाहिँ कारण के हो भन्दाखेरि 1Kमा म सेल्फ इन्ट्रोडक्सनवाला भिडियो बनाउँछु भनेर सोचिरहेको थिएँ क्या। अनि त्यही हो भिडियो चाहिँ अब होइन। इट्स मी रुपेश डाङ्गी। मेरो परिचय गर्दाखेरि चाहिँ म रुपेश डाङ्गी होइन। अनि सबजनाले मेरो उमेर सोधिरहेको थियो। अब म चाहिँ होइन फाइनल्ली अब अस्तिमा चाहिँ 22 लाग्यो है। 22 लाग्यो। यो 22 वर्षदेखि 23 वर्षको जर्नी के कस्तो हुन्छ अब हेर्दै जानु होला है। युट्युबमा चाहिँ अब जस ग्रो हुन्छ के कस्तो हुन्छ सपोर्ट गर्नु होला। स्पेसल्ली थ्याङ्क्स फर है जसले चाहिँ मलाई सुरुदेखि सपोर्ट गर्नुभएको छ। सबैलाई माया छ। अरू भनेको लाइभमा बसिरहेको हुन्छु है त, लाइभमा म बसिरहेको हुन्छु, आउनु होला। बिहानको त्यही 8 बजे र साँझको 5 बजे चाहिँ म लाइभ बसिरहेको हुन्छु होइन। अनि त्यसपछि अरू त्यही हो परिचय भनेको अब मेरो चाहिँ अब फ्यामिली मेम्बरमा अब 4 जना परिवार हुनुहुन्छ। 1 जना दिदी हुनुहुन्छ, मम ड्याड भइहाल्यो, म भएँ होइन। अनि अरू भनेको चाहिँ अब मैले चाहिँ ब्याचलर 3rd इयर चाहिँ छोडेँ है त पढेर। BBS पढ्थेँ, ब्याचलर 3rd इयर चाहिँ कम्प्लिट गरेँ मैले BBSमा होइन। अनि त्यसपछि चाहिँ मैले पढाएँ होइन, जस्ट बसिरहेको छु। अब चाहिँ बाहिरको लागि एप्लाई गर्दैछु होइन। अब के कस्तो हुन्छ अगाडि हेर्दैछौँ होइन। मौसम अब यहाँ चिसो चिसो छ गाइज है। परिचय चाहिँ अब के कसरी दिन्छ मलाई थाहा छैन। फर्स्ट भिडियो हो, अलिकति अब यसरी भिडियो बनाउने खालको मान्छे होइन म। त्यही पनि अब युट्युब जर्नी सुरु गर्दाखेरि चाहिँ भिडियो बनाएर हाल्छु होइन। अब यस्तै भ्लगहरू हाल्छु, अब नयाँ नयाँ ठाउँ जान्छु होइन। के कस्तो हुन्छ मेरो जिन्दगीमा सब देखाउँछु लाइभ है। त्यही हो, अरू सपोर्ट गर्दै जानु होला। सबैलाई माया छ गाइज। जय नेपाल।